नमस्कार, स्वागत छ तपाईलाई सुस्मिता थापाको युट्युब च्यानलमा। आई होप सबै सन्चै हुनुहुन्छ होला। यता हामी पनि एकदम आरामै छौँ भनौँ। आज भिडियो लिएर आएको छु धेरै दिनपछि। आज खासै विशेष त केही छैन। अब बर्खा खेत रोपाइ छ। आज चाहिँ हाम्रो खेत रोपाइ छ। अब बिहानैबाट मैले भिडियो स्टार्ट गरिनँ। अब घरमा खेत रोप्ने भनेपछि कतिको आत्तुरी हुन्छ थाहा छ अब तपाईँहरूलाई नि। त्यही भएर मैले बिहानै भिडियो गराउन भ्याइनँ। बिहानको टिसोटी हालेर गरेको भिडियो गर्नै पाएन साथीहरू। आमा गइसक्नु भएको छ अगाडि। म चाहिँ खाजा बोकेर हिँड्दैछु। अब गाउँघरको खेत यस्तै भिरपाखामा छ। बाटो यस्तो छ साथीहरू। बाटो अप्ठ्यारो छ, बर्खा चिप्लो छ, गाह्रो छ गाह्रो। ल है त साथीहरू, म अब खेतमा पुगेर हजुरहरूलाई भेटाउँछु। ल गुरुङसिनी सासूहरू के भन्छ नि कोलान्टी सट्टै राम्री आइहिन् त। कल्यान्टी यात्रु बिउकारे खेतला बल्ल त्यतिखेर आउँछन्। यस्तो नि हुन्छ हराइलेमा बल्ल खेत लाउने खत्म। बाय बाय टाटा। यस्तो मान्छे भनेर त गाई छ। हामी यहाँ यत्रो बिउकारी सकिन्। यत्रो बिउकारी ए राइलियामा बल्ल आउनु हो। म चाहिँ यता छु। कल्यान्टी म चाहिँ बिउ ओसार्ने। म थकित भएँ। के यहाँ अब घरको खेत रोप्दा गाह्रै हुन्छ साथीहरू। बरु बाहिर हिँड्न सजिलो हुन्छ, घर गर्न गाह्रो हुन्छ। हाम्रो यो खरबारी घाँस हेर्नुहोस् गाइस। यहाँ चाहिँ मैले भर्खर एक बारी घाँस काटेर राखेको छु। अहिले जाँदा लाने भनेर बाख्रा भैँसीलाई अरे। अब मैले बिउ ओसार्छु। मेलो भएको छैन पानी नभएर।
मेलो नभसी अरू बस्छन् गाइज। म चाहिँ बिउ सार्छु। अब म त बस्ने कुरो भएन। ल बिउ सार्छु। डोकोमा यही छु। यहाँ रहेछ कसको डोको? यहाँ रहेछ क्या एउटा डोको। यसैमा ल्याउँछु भो। यहाँ यो आमा कता जानु हो? यो बिउ अर्काल्दै आसी मैले कति हो सान्थे होइन का बिहारेलाई नि राख्न पर्यो नि। खेत रोपेर सकेर घाँसको बारीसित उकालो हिँड्नियो। अहिले 7:18 गयो। यस्तो रात पर्छ हाम्रो खेत रोप्दा। कल्याणटीमा कुम्लो बोकेर अघि हिँड्नु ह। बाटो यस्तो ह। यतिको रात परे ह। ल आजको भिडियो यही इन गरे। बाई बाई गराएर ल सबैले। कहिले आमा बाई बाई। ल अन्तिमसम्म हेरिदिनु होला भनेर कल्याणटी बाई बाई गरिदिनु। हाम्रो भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला भन्नु। ल ल आजको भिडियो यही छ।